मैले केही गर्नुपर्छ भन्ने कुरा हामीले सोच्नुपर्छ। प्रमुख जिल्ला अधिकारीज्यूले पनि अब हिजोको जस्तो कर्मचारीहरू आफ्नो हिसाबले चल्छन्, आफ्नो हिसाबले गरिरहेछन् भन्ने होइन। हरेक कर्मचारीको हरेक कुरालाई हेर्नु जरुरी हुन्छ। उहाँ यहाँको कर्मचारीको गार्जेन हो, अभिभावकीय भूमिकामा हुनुहुन्छ। उहाँ हरेक कार्यालयमा के भइराखेको छ, त्यहाँको सेवा प्रवाह कसरी गइरहेको छ, त्यहाँको विकास निर्माण कामहरू कसरी गइरहेको छ, त्यहाँका समस्या के छन्, कठिनाइ के छन्, अब सुन्ने मात्रै होइन, त्यसको अनुगमन गर्ने, प्रत्यक्ष हेर्ने, त्यसको अभिलेख राख्ने, त्यसको अभिलेखीकरण गरेर माथि फरवर्ड गर्ने काममा प्रमुख जिल्ला अधिकारीज्यूले पनि भूमिका बढाउनु पर्ने हुन्छ। हिजोको जस्तै अब सधैँ माथिल्लो पदको मान्छेलाई तर्साएर धम्काएर हिजोको दिनमा त देखेको थियो। म आफैले हेरेको थिएँ, एउटा युनियनमा जोडिएको एउटा सामान्य कर्मचारीले विशिष्ट श्रेणी कर्मचारीलाई गरेर थर्काएको पनि मेरो आँखाले देखेको छु मन्त्रालयमा। त्यो दिनको अन्त्य गर्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यो सरकार त्यो दिनको अन्त्य गर्न चाहन्छ। एउटा सम्मानित पदमा उपल्लो जिम्मेवारी बसेको व्यक्ति निडर भएर काम गर्ने परिस्थिति परिवेश सिर्जना गर्न चाहन्छ। त्यो यात्रामा अगाडि बढेको छ। यो यात्रामा बढ्दाखेरि कोही कसैले पनि बाधक बन्ने प्रयत्न नगर्नको लागि, त्यो नसोच्नको लागि, त्योतर्फ हेर्दै नहेर्नको लागि म अनुरोध गर्छु। त्यो सबैको लागि हितकर पनि हो, मुलुकको लागि हितकर पनि हो। त्यसैले यहाँलाई मैले तपाईहरुले कतिले मत दिन पाउनु भएन, तर तपाईहरुको छरछिमेक, तपाईहरुको बस्ती, तपाईहरुको आफन्तहरूले मत दिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई। झन्डै 2/3 मत दिएको छ। यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिको ठूलो भरोसा हो। यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको ठूलो विश्वास हो। र यो भनेको एउटा अधिकार पनि प्रत्यार्जन हो कि त्यो के अधिकार भने तिमीहरूले मुलुक बनाउने शर्तमा, नारीको जीवनलाई परिवर्तन गर्ने शर्तमा आवश्यक पर्दा संविधान संशोधन गर्न पर्छ भने संविधान संशोधन गर्ने सम्मको अधिकार तिमीहरूलाई हामीले मतबाट प्रदान गरेको छौं। गर र यो व्यथिति, यो विकृति, यो विसंगति, यो कुशासनलाई अन्त्य गर्नको लागि तिमीहरूलाई बलियो बनाएर उभिएका छौं। उभिएर काम गर भनेर हामीलाई म्यान्डेट दिइसकेको छ। यो म्यान्डेट प्राप्त गरेको यस घडीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवार व्यक्तिहरू खुट्टा कमाएर यो जनताको अपेक्षा पूरा गर्ने कुरामा पछि लत्रिँदैन, पछि हट्दैन। त्यसैले सम्पूर्ण राष्ट्रिय सेवक कर्मचारीहरू साथीहरूलाई पनि यहाँहरूले यस जनताले दिएको म्यान्डेटबाट प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिकार सँगै साथै रहेर यो देश निर्माणमा योगदान गरिदिनुको लागि म अनुरोध गर्दछु। र यहाँले लास्टमा फेरि पनि भने, यहाँहरू जुन जुन कार्यालयको प्रमुखको भूमिकामा हुनुहुन्छ, त्यो कार्यालय प्रमुखको भूमिका रहनुभएका सम्पूर्ण साथीहरूले यो जिल्लामा आफ्नो कार्यालयको क्षेत्राधिकारभित्र भएका विषयवस्तुमा कहाँ कहाँ समस्या छन्, कहाँ कहाँ कठिनाइ छन्, के समस्या छन्, र त्यो मेरो कार्यालय क्षेत्रभित्रका विषयवस्तुको समग्र विकासको लागि सरकारले के गर्नुपर्छ, कहाँ कहाँ कस्तो योजना ल्याउनुपर्छ भन्ने किसिमको एउटा चित्र तपाईहरु अनुभवी हुनुहुन्छ, विज्ञ हुनुहुन्छ। त्यो चित्र 3 दिनभित्र मैले किन भने म 3 दिनपछि फर्किने भएकोले फेरि 3 दिन लगाएर नभन्नु होला। 3 दिनभित्र प्रमुख जिल्ला अधिकारीज्यूलाई दिइदिनुको लागि म अनुरोध गर्छु। किनभने मैले मेरो जिल्लाको आवाज सदनदेखि मन्त्रालयसम्म पुर्याउनु छ। मलाई पनि ठूलो भारी भएको छ। किनभने कुनै संगठन थिएन, ठूलो संरचना थिएन, स्थानीय निकाय थिएन, तर नागरिकले मलाई विश्वास गर्नु भएको छ। त्यो विश्वास अनुरूप मैले काम गर्नुपर्ने मेरो कर्तव्य हो, मेरो जिम्मेवारी हो। त्यसैले यो कर्तव्य र जिम्मेवारीमा कुनै पनि हालतमा चुक्दिन र यो कर्तव्य र जिम्मेवारी पूरा गर्ने क्रममा आउने चुनौती सामना गर्नलाई कहीँ झुक्दिन।
यो मेरो प्रतिबद्धता हो। मलाई केही कुराको लोभ लाभ त्रास केही छैन। जनताले म्यान्डेट दिएको दिनसम्म त्यो शक्ति मसँग जनताको अधिकारको शक्ति मलाई प्रत्यायोजन गरेको दिनसम्म मैले कोहीसँग डराउनु पर्ने झुक्नु पर्ने अवस्था छैन। जुन दिन जनताले म्यान्डेट दिँदैन त्यो दिन म आफ्नो हिसाबले सोचौँला। म्यान्डेट दिएको दिनसम्म जनताको लागि, उहाँहरूको आवाजको लागि, उहाँहरूको समस्या समाधान गर्ने विषयको लागि, राज्य संयन्त्रबाट काहीँ असमानता भयो भन्ने विषय उठेको सम्बन्धको विषयमा सम्बोधन गर्ने विषयको लागि, समग्र विषयको लागि म आफ्नो सबै प्रकारको मूल्य चुकाउन तयार भएर काम गर्छु। त्यसैले यहाँहरूले पनि जनताको यो चाहना सम्बोधन गर्ने कुरामा मेरो साथमा, सरकारको साथमा र तपाईँहरू कर्मचारी भएको हुनाले प्रमुख जिल्ला अधिकारीको ज्यूको साथमा रहिदिनुहुनुको लागि म अनुरोध गर्छु। र जनताकै प्रतिनिधिको रूपमा स्थानीय निकायहरूमा धेरै प्रतिनिधिहरू हुनुहुन्छ। उहाँहरूले पनि त्यही ढङ्गले काम गर्ने परिस्थिति परिवेश सिर्जना गर्ने कुरामा तपाईँहरूको जहाँ जहाँ भूमिका रहन्छ, प्रमुख जिल्ला अधिकारीज्यूको जहाँ जहाँ भूमिका रहन्छ, त्यो भूमिकामा एक कति पनि कमी नहुने गरेर भूमिका निर्वाह गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु।